Hello everyone, this is me Saibna Shrestha, certified personal trainer and corrective functional exercise coach. आज हामी केबल पुल थ्रु कसरी गर्ने भनेर सिक्दैछौँ। फर्स्टमा हामीलाई केबल मसिन र केबल अट्याचमेन्ट चाहिन्छ। केबल अट्याचमेन्ट चाहिँ यस्तो दोरीवाला हुनु पर्यो है। सो अब फर्स्टमा हामीले केबल मसिनको यो केबललाई चाहिँ तल अट्याच गरेर राखेको हुन्छौँ अल द वे डाउन र यो केबल अट्याचमेन्टलाई यहाँ अट्याच गरिदिन्छौँ है। अनि आफ्टर द्याट चाहिँ आफूलाई चाहिएको वेटलाई पिक गर्ने, पिन गरेर राख्ने र हामीले के गर्छौँ यसलाई यसरी समातेर चाहिँ ठ्याक्कै हाम्रो खुट्टाको बिचमा राख्न खोज्छौँ है त। सो यो इक्वल हुनु पर्यो डोरी अनि हामी ठ्याक्कै खुट्टाको बिचमा यो डोरीलाई राखेर चाहिँ 1-2 स्टेप अगाडि यसरी आउँछौँ। अब यसले हामीले तानेको जस्तो हुनु पर्यो है, यसले त हामीले तानिरहेको जस्तो हुनु पर्यो। अनि खुट्टालाई चाहिँ धेरै फाट्न खोज्ने या धेरै क्लोज राख्न नखोज्ने, कम्फर्टेबल हुनु पर्यो। सो ठ्याक्कै सोल्डर डिस्टेन्स भन्दा अलिकति वाइड या सोल्डर डिस्टेन्समा राख्ने अनि थाइजलाई धेरै च्यापेर राख्ने हैन। हामीले थाइजलाई चाहिँ फाट्छौँ। अब के गर्छौँ हिपलाई ढाडलाई सिधा राख्ने, कोरलाई इन्गेज गर्ने र सोल्डरलाई डिप्रेस गरेर चाहिँ हिपलाई पुश गरिराख्छौँ। यसरी पुश गर्छौँ अनि स्क्विज। सो हिपलाई पछाडि पुश गरिराख्ने हो अनि हिपलाई बिस्तारै पुश गरेर बस्ने एन्ड पुश। सो यो गर्दाखेरि चाहिँ हामीले मिस्टेक के गर्छ भने हातलाई बेन्ड गरेर तान्न खोज्ने, यसले हातले तान्न खोज्ने गर्ने हैन। हातलाई एज इट इज झुन्डाएर राख्ने हैन, टाँसेर बसे पनि हुन्छ हाम्रो थाइजमा। अनि त्यत्तिकै हिन्ज गरेर हिपलाई पछाडि जान दिने, हात भित्र गइरहेछ है, मेरो खुट्टा भन्दा हात भित्र गइरहेछ। अनि फेरि थ्रस्ट, स्क्विज मात्र गर्ने, निउरेर थ्रस्ट, कन्ट्रोलमा पुश योर हिप ब्याक अनि स्क्विज है। ग्लुट्सलाई पुरै स्ट्रेच हुन दिने अनि मजाले च्याप्ने यत्तिकै। हातलाई एकदमै झुन्डाएर राख्ने, यसरी बेन्ड गर्न नखोज्ने, स्ट्रेट अपराइट अनि पुश योर हिप ब्याक एन्ड स्क्विज, हिप ब्याक निउरिने स्क्विज, यति मात्र है। निज अगाडि आउनु भएन। अलिकति रेन्ज बढाउनु मन छ भने अलिकति तपाईँले एलिभेटेड ठाउँ सर्फेस पनि युज गर्न सक्नुहुन्छ या कुनै बक्सहरू राखेर चाहिँ फेरि सेम मुभमेन्ट गर्नको लागि हामी 1-2 स्टेप अगाडि आएर चाहिँ बेन्चमा उभिन्छौँ र के गर्छौँ खुट्टालाई हिप डिस्टेन्स या सोल्डर डिस्टेन्समा राख्छौँ, हातलाई सिधा झुन्डाएर राख्छौँ, हातलाई बेन्ड या पुल गर्न खोज्ने हैन रोपलाई, हातलाई एज इट इज राख्ने, ढाड सिधा, कोर इङ्गेज र सोल्डर डिप्रेस गर्छौँ र कन्ट्रोलमा हिपलाई पछाडि पुस गर्छौँ, निउरिन्छौँ अनि स्क्विज। यत्तिकै निउर्यो अनि स्क्विज, कन्ट्रोलमा पुस एन्ड स्क्विज, कन्ट्रोलमा गयो अनि स्क्विज।